अनि स्वागत छ तपाईहरुलाई फेरि पनि यस वचनमा। यसकारण हेर म तिमीहरुको कहाँ भविष्यवक्ता बुद्धिमानी मानिस र शास्त्रीहरू पठाउँछु अनि ती मध्ये कतिलाई तिमीहरुले मार्नेछौ, क्रुसमा टाङ्नेछौ अनि ती मध्ये कतिलाई तिमीहरुले आफ्नो सभाघरमा कोरा लगाउनेछौ र एक शहरदेखि अर्को शहरमा छुटाउनेछौ। आमेन। सत्यन आज यो वचनबाट धेरै मानिसहरू आशीषित भइरहेका छन्। यो वचनलाई कतिपय मानिसहरूले बुझिरहेका छन्, कतिपय मानिसले बुझ्न बाँकी छन्। वास्तवमा यो वचनमा भनेको जस्तै आज पनि तपाईं हाम्रो बीचमा परमेश्वरले भविष्यवक्ताहरू खडा गर्नु भएको छ, बुद्धिमानी मानिसहरू र शास्त्रीहरू पठाइराख्नु भएको छ। अनि हामीले कति मानिसलाई मारिसक्यौं, कतिलाई क्रुसमा टागिसक्यौं। अनि मतलब ख्रीष्ट येशू जुन प्रकारले आउनुभयो त्यसपछिबाट फेरि उहाँले आफू पछाडि आउने मसीहाहरूको बारेमा बताउनु भएको छ। यसकारण बुद्धिमानी मानिस भनेको चाहिँ बुद्ध पुरुषहरू, ज्ञानी मानिसहरू हो। ती व्यक्तिहरूले जसले संसारमा गहिरो प्रकाशमा लाग्न सक्छ, गहिरो प्रकाशमा लाग्न सक्ने, दर्शनले चाहिँ पर्याप्त बनाउन सक्ने अनि त्यो प्रकारको प्रकाशहरू खोल्न सक्ने बुद्ध पुरुषहरू। अनि भविष्यवक्ता चाहिँ पुरानो समयमा पनि मानिसहरूलाई एउटै डोराउने व्यक्ति थियो भविष्यवक्ता। भविष्यवक्ताले नै यो बाटोबाट भएर जानुपर्छ, त्यो बाटो भएर जानुपर्छ अनि त्यहाँ चाहिँ ख्रीष्ट भेटिन्छ भन्ने कुराहरू चाहिँ तोक्नु भएको थियो। अनि त्यो भविष्यवक्ताको बाटोमा हामी लाग्दैनौँ भने र बुद्धिमानी मानिसहरूको बाटोमा लाग्दैनौँ भने शास्त्रीहरू भनेको चाहिँ यहाँ व्यवस्थाको शिक्षक भन्ने शब्दहरू ल्याएको छ। शास्त्रीहरू भनेको व्यवस्थाको शिक्षकहरू। अनि व्यवस्था भनेको 10 नियमहरूले पालन गर्नुपर्छ र आगमबानीको इन्स्ट्रक्सनमा हिँड्नुपर्छ। आगमबानीको सल्लाहमा रही 10 नियम पालन गरेर चाहिँ हामी बुद्धिमानी ढङ्गले अगाडि बढ्न सक्छौँ। जस्तै हामी 10 नियम पालन गरेर परमेश्वरको राज्यमा हामी हिँड्छौँ भने, हामी यदि आगमबानीको सल्लाह अनुसार हामी अगाडि बढ्छौँ भने परमेश्वरले बोलेको यो वचनहरूमा हामीले कुनै किसिमको डर छैन। किनकि ख्रीष्ट धेरैजना मै हुँ ख्रीष्ट भनेर आउनेछन्। हेर ख्रीष्ट त्यहाँ छ, हेर म तिमीहरूलाई पहिले भनेको छु। यहाँनिर 24 पदमा धेरैजना झुटो ख्रीष्टहरू र चिन्ह चमत्कार हुने, ठुलो ठुलो चिन्ह र चमत्कार देखाउने यहाँसम्म सम्भव भए तिनीहरू चुनेलाई बहकाउन आउनेछन्। हेर ख्रीष्ट यहाँ छ, त्यहाँ छन् भन्नुहुन्छ। हेर म तिमीलाई पहिल्यै भनिदिएको छु। यसकारण तिमीहरूले भन्नुहुन्छ हेर उनीहरूले उजाड छन् भनेर निस्केर नजाऊ, हेर कोठाभित्र छन् भने नजाऊ, विश्वास नगर। किनभने जब बिजुली पूर्वबाट चम्किन्छ, पश्चिममा चम्किन्छ, मानिसको आगमन पनि त्यसरी नै हुन्छ। त्यसकारणले किनभने जहाँ सिनो हुन्छ त्यहीँनिर पनि गिद्दरहरू भेला हुन्छ। अनि त्यसकारणले आज यो वचनबाट चाहिँ हामीले के थाहा गर्न सक्छौँ? अनि अहिले अन्त्यको समय आइरहेको छ। धेरै झुट मसिहाहरू पनि, यो ख्रीष्टहरू पनि आएको छन्। मसिहा, झुट मसिहाको मतलब म अभिषेक गरेको, छुट्याएको भन्ने अर्थ दिन्छ। मसिहाको अर्थ अभिषेक गरेको, छुट्याएको। कुनै पनि छुट्याएको र अभिषेक गरेको भनेर आउने मानिसहरू नै झुट मसिहाहरू हुन्, झुट शिक्षकहरू हुन्, झुट चाहिँ आगमवक्ताहरू हुन्। यी व्यक्तिहरूबाट हामी होसियार हुनुपर्छ। अनि हामी परमेश्वरको वचन खोज्नको निम्ति परमेश्वरको राज्य यहाँ छ कि त्यहाँ छ कि भनेर नभौतारिने, त्यहाँ छ कि यहाँ छ किन भौतारिने त? परमेश्वरले चाहिँ भन्नुभएको छ, परमेश्वर आत्मा हुनुहुन्छ। परमेश्वर चाहिँ आत्मा हुनुहुन्छ। परमेश्वरलाई पूजा गर्नेले आत्मा र सत्यतामा पूजा गर्नुपर्छ भन्नुहुन्छ। परमेश्वरको आत्मा भएको कारणले परमेश्वर चाहिँ लाई पूजा गर्नेलाई चाहिँ आत्मा र सत्यतामा पूजा गर्नुपर्छ भनिकन योहन्ना 4:24 पदले भन्छ। म तपाईहरुको निम्ति पढी सुनाउनेछु। परमेश्वर आत्मा हुनुहुन्छ अनि उहाँलाई उपासना गर्नेहरू आत्मा र सत्यतामा पूजा गर्नुपर्छ। साँच्चै नै परमेश्वर चाहिँ आत्मा हुनुभएको कारणले
तपाईँ हामीले यहाँनिर त्यहाँनिर व्यक्ति विशेषमा खोज्दा परमेश्वर भेट्दैन। परमेश्वर आत्मा हुनुभएको कारणले हामी परमेश्वरलाई चाहिँ हामीभित्रै खोज्नुपर्छ। किनभने हेर म तिमीहरूको ढोकामा उभिएर ढकढकाउने छु। प्रकाश 3:14 पद म तपाईँहरूलाई पढेर सुनाउने छु। प्रकाश 3:14 भन्छ, हेर म तिमीलाई हेर म ढोकामा उभिएर ढकढकाउने छु। प्रकाश 3 हेर म तिमीहरूलाई प्रकाश 3:20 यसरी लेखेको रहेछ। म तपाईँहरूको लागि पढेर सुनाउने छु। हेर म ढोकामा उभिएर ढकढकाउने छु। कसैले मेरो सुर सुन्यो भने ढोका खोल्यो भने म उहाँ भित्र आउनेछु, ऊ म भित्र हुनेछ अनि म उसका आउनेछु। आमेन। अनि वास्तवमै परमेश्वरले एउटा भन्नुभयो, म परमेश्वर आत्मा हुँ। दोस्रो कुरा भन्नुभयो, मलाई यहाँ छ कि त्यहाँ छ कि भनेर उजाडी स्थानमा अथवा कोठाहरूमा नखोजा। तेस्रो कुरा, परमेश्वरले आफूलाई आत्मा र सत्यतामा पूजा गर्नुभयो। तेस्रो कुरो, अनि परमेश्वरले हाम्रो हृदयलाई ढकढकाउनुहुन्छ। त्यस कारणले परमेश्वरलाई हाम्रो हृदयलाई ढकढकाउनुहुन्छ भने यूहन्ना 1:12 यसरी भन्दछ, यूहन्ना 1:12 जतिले उहाँलाई ग्रहण गरेर उहाँको नाममा उहाँको ग्रहण गरेर तिनीले उहाँले परमेश्वरको सन्तान हुने अधिकार दिनुभयो, अर्थात् तिनीहरूको नाममाथि विश्वास गर्दछन्। आमेन। जतिले उहाँको नाममा विश्वास गरे, उहाँलाई ग्रहण गरे, तिनीहरूले परमेश्वरको सन्तान हुने अधिकार दिनुभएको छ। त्यस कारणले आज परमेश्वरको राज्य हेर्न चाहिँ यता नजाऊ उता नजाऊ, हेर भनिकन यहाँनिर भन्नुभएको छ। हेर परमेश्वर राज्य तिमीहरू भित्रै छ। अनि हेर्नको निम्ति चाहिँ हामीलाई परमेश्वरले 5वटा इन्द्रिय दिनुभएको छ। त्यस माध्यमबाट हामी हेर्छौँ। चाहिँ भौतिक रूपमा हेर्नको निम्ति आँखा भए तापनि हामीलाई त्यो आँखाले देखेको कुराहरूलाई स्पष्ट रूपमा प्रस्ट्याउनको निम्ति कानको आवाजबाट, जिब्रोको स्वादबाट अनि छालाको महसुसबाट अनि त्यसपछिबाट नाकको चाहिँ एउटा एक प्रकारको बास्नाबाट, स्मेलबाट, हर ढङ्गले हामीले हेर्नुपर्ने हुन्छ। कुनै पनि वचन बोल्ने बित्तिकै यदि त्यो वचन झुटो शिक्षाको गन्ध आएको छ कि छैन भनेर पनि हामीले सुन्नुपर्ने हुन्छ। त्यो वचन झुटो शिक्षाको गन्ध आएको छ कि छैन, झुटो शिक्षाको महसुस हृदयलाई विचलन बनाएको छ कि छैन भनेर पनि हृदयले महसुस गर्नुपर्छ। त्यो वचनलाई बोल्दै गर्दा हामीले परमेश्वरबाट हो कि दुष्ट आत्माबाट हो भनेर पनि सुन्नुपर्छ। र त्यस वचन, जुन कुरा बोलेको वचनलाई हामीले आफ्नो आँखाले प्राप्त भएको चिन्ह र चमकको आधारमा हेर्नुपर्छ। त्यसकारणले यस प्रकारको जन इन्द्रियहरू प्रयोग गरेर, ज्ञान इन्द्रियहरू प्रयोग गरेर हामीले हेर्छौँ। बुद्धिमानी मानिस त्यो व्यक्ति हो जसले आफ्नो जन इन्द्रियहरू प्रयोग गरेर हेर्दछ। औ जन इन्द्रिय मात्र प्रयोग गरेर पुगेन, आँखा बन्द गरेर, कान बन्द गरेर अनि जिब्रोको स्वादलाई बन्द गरेर हौ साँच्चै नै त्यो हामी भोजनमा पो अलमल परेको छौँ कि, अनि भात खाने मण्डलीमा पो पुगेका छौँ कि, तरकारी दाल र खानेर पिउने कारण परमेश्वरको राज्य भुलेको छौँ कि भनिकन हामीले जिब्रोको जन इन्द्रिय पनि बन्द गरेर, हामीले त्यहाँ गीत सङ्गीत र भजनले मात्रै नभएर, कानले मात्रै नभएर त्यहाँनिर चाहिँ रहस्य खोल्नको निम्ति कान पनि बन्द गरेर अब हृदयले हेर्नुपर्छ। तब हृदयले हेरेपछि
औ त्यो अन्तर्दृष्टि खुल्छ। त्यो अन्तर्दृष्टि खुलेपछि हामीले आनन्द जीवनको प्रकाश पाउन सक्छौँ। त्यसकारण कतिपय मानिसहरूले सुसमाचार सुन्छन् तर विश्वास गर्दैनन्। देख्न त चमत्कारहरू देख्छन् तर पनि विश्वास गर्न सक्दैन, किनभने यिनीहरूले परमेश्वरको राज्यलाई आफै भित्र भएकोलाई गहिराएर हेर्न र महसुस गर्न सकेको छैन। अनि विश्वासीहरू शान्त समय बिताउनु पर्छ। परमेश्वर येशू ख्रीष्टले पनि बिहानै शान्त समय बिताउनु भयो। यसलाई हेर भन्ने शब्द प्रयोग गरेको छ। हेर्ने भन्नेको ध्यान लगाऊ, एक अडिग हो, स्थिर हो। हामी धेरै त्रासमा छौँ, रुपैयाँको बोझमा छौँ, ऋणको बोझमा छौँ भने हामी हेर्न सक्दैनौँ। हामी टेन्सनमा तनावमा छौँ भने परमेश्वरको राज्यलाई हेर्न सक्दैनौँ। हामी ऋणमा छौँ, तनावमा छौँ भने पनि परमेश्वरको राज्यलाई हेर्न सक्दैनौँ। यो सबै बन्धनबाट मुक्त हुनुपर्छ। यो बन्धनबाट मुक्त हुँदा हामीले परमेश्वरलाई ऋणको बोझबाट होइन, गरिबी र बोझबाट थाकेर होइन, विश्राम प्राप्त गरेपछि मात्रै परमेश्वरमा हामी त्यो कुराहरू देख्न सक्छौँ। हेर तिमीहरूको ढोकामा म उभिएर ढकढकाउने छु। अनि प्रकाश 3 को 20 पदले भन्छ, कसैले ढोका खोलिदियो भने म त्यसका आउनेछु, म त्यसका खानेछु, मसँग पिउनेछु। अनि परमेश्वरको राज्य चाहिँ हामी भित्रै हुन्छ। अनि हामी भित्रै हुने परमेश्वरले हामीले खोजी गर्नुपर्छ। अनि त्यो प्रकाशमा हामी जिउनुपर्छ भन्दै आजको अर्थपूर्ण परमेश्वरको राज्यको वचनलाई यही राख्न चाहन्छु। जय मसीह।